च्याप्टर 16 आवर सेन्स अफ जस्टिस माइट बी आउट अफ डेटेड। हाम्रो न्यायको भावना पुरानो भइसकेको छ। आजको एपिसोड एउटा गहिरो प्रश्नबाट सुरु हुन्छ, के आजको संसारमा सही र गलत छुट्याउन पहिलेको जतिकै सजिलो छ? हरारी भन्छन्, हाम्रो न्यायबोध आजको संसारको लागि बनेको होइन, यो स्टोन एजको लागि बनेको। अहिलेको संसार सिलिकन एजमा आइसकेको छ। त्यो बेलामा मानिसहरू सानो ट्राइबमा बस्दै 20 देखि 30 जनाको समूह, सबले एकले अर्कालाई चिन्थे। मोडर्न थेप, चोरीको नयाँ रूप। आज चोरीको रूप बदलिएको छ। यो इन्भेस्टमेन्ट मार्फत हुनसक्छ, कन्जम्सन मार्फत हुनसक्छ, मौन बसेर पनि हुनसक्छ। मानव तपाईँले एउटा पेट्रोकेमिकल कम्पनीमा पैसा लगाउनु भयो, प्रफिट राम्रो आयो, तर त्यही कम्पनीले नदीमा टक्सिक वेस्टेज फाल्छ, पानी प्रदूषित गर्छ, किसानहरूको जमिन बिग्रिन्छ, बच्चाहरू बिरामी पर्छन्। अब दोषी को? कम्पनी, गभर्मेन्ट वा इन्भेस्टर? वा हामी सबै जसले प्रफिट त लियौँ तर त्यसको मूल्य कसले चुकायो भनेर कहिले सोचेनौँ? यही हो आधुनिक न्यायको सबभन्दा कठिन प्रश्न। आज राम्रो इन्टेन्सन मात्र पर्याप्त छैन, जान्ने प्रयास गर्नु पनि नैतिक जिम्मेवारी हो। इग्नोरेन्स इज नो लङ्गर इनोसेन्ट। हरारी भन्छन्, इतिहासका धेरै अपराधहरू घृणाले मात्र भएका छैनन्, अज्ञानता र उदासीनताले पनि भएका छन्। लन्डनका धेरै सभ्य मानिसहरूले स्लेभ ट्रेडमा पैसा लगाए। उनीहरू आफै अफ्रिका गएनन्, कसैलाई कोर्रा हानेनन्, तर उनीहरूले कमाएको सम्पत्ति अरूको पीडाबाट बनेको थियो। हरारीको अनेस्ट कन्फेसन। यस च्याप्टरमा सबभन्दा सुन्दर कुरा हरारी आफैले आफूलाई प्रश्न गर्छन्। उनी भन्छन्, किताब लेख्दा म हमेसा ग्लोबल इलाइटको भ्यू पोइन्ट प्रिभिलेज गर्ने खतरामा थिएँ, किनभने इलाइटको भोइस लाउड हुन्छ, क्लियर हुन्छ, डिसएडभान्टेज समूहहरूको भोइस साइलेन्ट हुन्छ। उनी स्वीकार गर्छन्। आफ्नो अघिल्लो पुस्तकमा उनले आदिवासी तान्समेनियाहरू छैनन् भनेर लेखेका थिए, पछि थाहा भयो त्यो गलत रहेछ। आज पनि हजारौँ टास्मेनिया आदिवासीहरू जीवितै छन् र उनीहरूको ठुलो पीडा यही हो कि हामी अस्तित्वमा छैनौँ भन्ने सोच छ। हरारी भन्छन्, हामी सबैसँग ब्लाइन्ड स्पोट हुन्छ, तपाईँले अनुभव नगरेको दुःख देखिँदैन। वाइ जस्टिस बिकम सो डिफिकल्ट। जस्टिसका लागि कज र इफेक्ट हुनुपर्छ, तर आज कज एउटा देशमा हुन्छ, इफेक्ट अर्को देशमा हुन्छ। प्रब्लम ग्लोबल छ, तर हाम्रो ब्रेन अझै पनि लोकल छ। यहीँबाट कन्फ्युजन सुरु हुन्छ। मानिसहरू किन सर्टकट खोज्छन् भने रियालिटी धेरै कम्प्लेक्स भएपछि मानिसहरूले सजिलो उत्तर खोज्छन्। सबै कुरा गुड भर्सेस ब्याड बनाइदिन्छन्, इमोसनलाई फ्याक्ट सम्झिन्छन्, कन्सपिरेसी थ्योरीमा विश्वास गर्छन् वा कुनै आइडियोलोजीलाई अन्तिम सत्य मान्छन्, किनभने कम्प्लेक्स रियालिटी स्वीकार गर्न सजिलो हुँदैन। च्याप्टर 16 को असली सन्देश। हरारी कुनै पर्फेक्ट सल्युसन दिँदैनन्, बरु एउटा रेस्पोन्सिबिलिटी दिन्छन्। सबै कुरा बुझ्न सकिँदैन, तर बुझ्ने प्रयास गर्नुपर्दछ अथवा नगर्न पनि सकिन्छ, आफ्नो चोइस हो। आफ्नो कन्जम्सनको प्याटर्न हेर्नु, आफ्नो इन्भेस्टमेन्ट बुझ्नु, आफ्नो भोटको असर बुझ्नु, आफ्नो कम्फर्ट पछाडि कसैको पीडा लुकेको छ कि भनेर प्रश्न गर्नु, यही नै हो आधुनिक न्यायको सिद्धान्तको पहिलो कदम। आज संसारको सबभन्दा ठुलो अन्याय केवल घृणाबाट जन्मिँदैन, धेरै पटक यो अज्ञानता, उदासीनता र मलाई के मतलब भन्ने सोचबाट जन्मिन्छ। जस्टिसको सुरुवात सबै उत्तर थाहा हुनुबाट होइन, सही प्रश्न सोध्ने साहसबाट हुन्छ। थ्याङ्क यू सो मच। नेक्स्ट च्याप्टरमा भेटौँला।